पुसको 4 गतेको पूजा हो यो। हामीहरूले चाहिँ पितृको नाममा बालेको लाखबत्ती सँगसँगै हामीले चाहिँ अलिकति ठुलो खालको श्राद्ध गरेको थियौँ पितृहरूको लागि। लाखबत्ती चाहिँ सुरुमै देखाएँ हजुरहरूलाई। खासमा चाहिँ हामीहरूले सपरिवार माइतपट्टिको सपरिवारले चाहिँ लगाएको पूजा हो यो। अङ्कलहरूले दाइहरूले भनौँ न, हाम्रो माइला अङ्कल आन्टी पनि हुनुहुन्न, हाम्रो बाबा मम्मी पनि हुनुहुन्न, अलिकति अकालमै मृत्यु भयो, जस्तो समय पुरा नभइकन या फेरि कुनै दुर्घटनावश मृत्यु भयो, त्यो कारणले गर्दा। र हाम्रा अब पहिलाका पूर्वजहरू जस्तो हजुरबुवाको दाजुभाइहरू या फेरि हजुरबुवाको बिहा गर्दा बित्तिकैका श्रीमतीहरू, उहाँहरूको चाहिँ अकाल मृत्यु भएको, उहाँहरूले चाहिँ श्राद्ध नपाउनु भएको कारणले चाहिँ हामीहरूले चाहिँ यो श्राद्ध गरेको छौँ। यो चाहिँ गयाकाशी या फेरि त्रिवेणी घाटमै गर्नुपर्ने श्राद्ध हो। अनि उहाँहरूको लागि चाहिँ हामीले उहाँहरूलाई तार्नको लागि भनेर 121 सरे बत्ती, एउटा हाम्रो प्रत्येक कर्ताको शरीर बराबरको 2वटा बत्ती बनाएर चाहिँ त्यसको चाहिँ हामीले तोरण बनाएर पारी नदी पारी लगेर छोड्नुपर्ने र अन्य प्रक्रियाहरू पनि पुरा गर्नुपर्ने हुँदो रहेछ। हामी चाहिँ हाम्रो हजुरआमाहरू 2जना हुन् नि त, हाम्रो मतलब सन्तान पनि जन्माउनु भएको मध्येको चाहिँ, त्यही भएर दुइटै हजुरआमाहरूको सन्तानहरू चाहिँ यहाँ हुनुहुन्थ्यो। 2टा अङ्कलहरू चाहिँ आउन पाउनु भएन, विदेशमा हुनुहुन्थ्यो भने, अरू चाहिँ हामी यहाँनिर सबै नै थियौँ। अनि त्यसपछि हामीले त्यहीँनिर पनि एकदम सादा भोजन बनाएर खायौँ होइन। अब दाल भात सब्जी, फुरौला भयो, मासको फुरौला चाहिँ हाम्रो श्राद्धमा स्पेसल मानिन्छ भने खिर पनि बनाइयो र ज्वाइँ चेलाहरूलाई अनि बाहुन बुवाहरूलाई चाहिँ पहिला खुवाइयो भान्जा भान्जीलाई। यो चाहिँ हाम्रो कान्छी आन्टीका हातमा सुन्तला लिँदै हुनुहुन्थ्यो। उहाँहरूलाई खाना खुवाइसकेपछि चाहिँ हामीहरूले अझै दाइहरू चाहिँ लाखबत्तीको त्यो तोरण ताग्नको लागि पारी जानुभएको थियो। हामीले चाहिँ घाट छेउमा चाहिँ त्यो लाखबत्ती बाल्नु पर्ने थियो। अनि दाइहरू अङ्कलहरू पनि पारी गएर पूजा गरेर आउनुभयो। अखण्ड दीप, त्यसपछि गएर तोरण लगेर पारी छोड्नुपर्ने, खोला पारी ढुङ्गामा गएर छोड्नुपर्ने हुँदो रहेछ। अनि छोड्यौँ। अनि जाने बेलामा चाहिँ एकदम डराउनु भएको थियो दाइहरू होइन। यस्तो ठुलो पानी थियो, त्यसमाथि हावाले गर्दा पुरै त्यो छालहरू आइरहेको थियो। अनि ढुङ्गा पनि काठको नि त, अलिकति डर पनि हुने नै भयो। अनि दाइहरू चाहिँ गएर आउनुभयो। अनि हामीले चाहिँ लाखबत्तीको तयारी गरेर ठिक्क पारेको थियौँ। दाइहरू आएपछि बाल्ने भनेर पण्डितजीले पनि त्यही अनुसार नै सिकाउनु भएको थियो। पण्डितजीहरू चाहिँ हजुरहरूले कम्तीमा नै 3जना राख्नुपर्ने हुन्छ भने हजुरहरूले त्यहाँभन्दा धेरै पनि राख्न सक्नुहुन्छ यदि पण्डितहरू म्यानेज गर्न सक्नुभयो भने, किनकि टाढा टाढाबाट धेरैजना पण्डितहरू आइदिन गाह्रो हुन्छ नि त। त्यही भएर 3जना पण्डित चाहिँ हामीले लगेको थियौँ। यहाँ कृष्ण दाइ चाहिँ धन्नै पल्टेको भन्दै सुनाउँदै हुनुहुन्छ, हल्लियो अरे बोट पारी पुग्दा भनेर। हजुरआमा पनि हाम्रो 84 पुग्न लाउनुभएको हजुरआमा पनि टाट्टै हुनुहुन्छ, हिँड्दै हुनुहुन्छ है। हामीले लाखबत्ती रेडी पारेको थियौँ। त्यसपछि साइला अङ्कलबाट चाहिँ सुरुवात भयो मन्त्र जाप गरेर पण्डितजीले। अनि सबैजना मिलेर चाहिँ ल यहाँनिर चाहिँ भाइले हेलो हेलो गर्दैछ, दाइ हुनुभयो हाम्रो गुरुजीहरू।